हेलो 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 भन्दैछ ऊ भाइले हो हालेछ। आज त कस्तो दिनमा हिँडेछु भाइ भनेको जस्तो भयो त आज त टेरिका। मर्निङ नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल बी भ्लग्स। इट्स डे 4 अन्त म ऊपर होटल यहाँनिर बसेको थिएँ होइन। बेलुका चाहिँ यही हो। अन्त हेलो 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 भन्दैछ ऊ भाइले हो। अन्त चाहिँ अब म कति 8 बजेछ, ढिलो भयो नि। अब 8 म त बिहानै हिँडौँ भनेको थिएँ होइन। 8 बजिसकेछ। अब चाहिँ गएको यो चाहिँ अब यहाँ पर देख्दैछु हाइवे। म चाहिँ हाइवेमा जानुपर्छ। हाइवेबाट काँकरभिट्टा जाने बस पाउँछ। त्यहाँदेखि चाहिँ काँकरभिट्टा गएर त्यहाँबाट त पुगिहाल्यो भनेर चाहिँ गएको छु। अटो पाउँदैन भनेर त्यो होटलको दालाई सोधेको होइन। के को अटो त्यति हिँड्नु न उहीँ त हो भन्नु थालेँ। खुट्टा दुखेर आफूलाई चाहिँ टेक्नु पनि भएको छैन। त्यो त मनमै छ होइन। अब भन्यो भने आफ्नै इच्छाले गएको खुट्टा दुखेको सुनाइबस्छ भन्छ नि त फेरि। अब त्यो भन्नै भएको छैन क्या। यस्तो डरलाग्दो दुख्दैछ नि खुट्टा चाहिँ। आमा कैँडा लागेछ होइन। हिजो त हिँड्नु त छिटो हिँड्यो, छिटो छिटो भयो भनेदेखिको त कहाँ हो, साह्रो पऱ्यो नि। यहाँबाट भित्र चाहिँ बस पार्क जाने। म चाहिँ यहाँनिर बस पर्खिरहेको छु। बस पनि आयो काँकरभिट्टा जा। नेपालको बसमा चढ्नुको चाहिँ फेरि डिफ्रेन्ट भाइब चाहिँ हो। अर्कै खालको मजा आइदिन्छ। अहिले चाहिँ काँकरभिट्टा अब गुड बाई नेपाल होइन। यहाँबाट टोटोमा जानुपर्छ पानी ट्याङ्की। नेपालको ट्रिप पनि सकियो। म चाहिँ पानी ट्याङ्की आइपुगिसकेको छु। ब्याक टु इन्डिया। अब यहाँबाट बसहरू पाउँछौँ यहाँ परबाट। बसमा चढेर सिलगढी जाने, त्यहाँदेखि घर जाने होइन। खुट्टा चाहिँ दुखेर चाहिँ नि हिँड्नु भएको छैन र अब हिँड्दैछु म। हिँड्नुपर्छ होइन। हिँड्नु इज गुड फर हेल्थ भने होइन। अहिले फेरि त्यहाँ कमेन्ट आउँछ फेरि के मैले जानेर भनेको होइन, मैले त्यसै भनेको ल के हो आई डोन्ट नो होइन। सो या दिस इज पानी ट्याङ्की। पानी ट्याङ्कीमा बसमा बसिसकेको छु। अर्को बस थियो होइन खासै, तर भिड जाँदै थियो। उभिनु मात्रै पर्ने थियो, बस्ने ठाउँै थिएन। अन्त भर्खर लागेको बसमा फर्स्ट प्यासेन्जर फर द डे भनेको जस्तो के हो। मजाले अब आरामले छानी जुन सिटमा बस्दा पनि हुन्छ होइन। अब म चाहिँ अगाडि बसेँ। अन्त चाहिँ अब लाग्देको सिलगढी। सिलगढी चाहिँ आइपुगेँ होइन। अब सिलगढीमा एकछिन काम छ, 10 मिनट जस्तो। त्यहाँबाट चाहिँ स्ट्यान्ड जान्छु। पर विशाल सिनेमा हलको पछाडि पाउँछ नि त पाक्योङको गाडी। त्यहाँदेखि चाहिँ घर जानुपर्छ है त। ताल आएर पनि पाक्योङ स्ट्यान्ड आएर चाहिँ पाएँ होइन। कति भने 12 बज्नु 10 मिनट छ। 11:50 भएछ। गाडी चाहिँ ऊ पर साजन्दाको। अब कहिले पुग्ने हो, कति बेला भरिने हो, त्यस्तो छ कुरा चाहिँ हुनु चाहिँ होइन। अन्त अब मेरो फेरि भिआइपी सिट चाहिँ यता परेको छ। यहाँ कहाँ बस्नुपर्छ अब अहिले हेरौँ। यहाँनिर चाहिँ फेरि बच्चाहरू क्या खेलिदिरहेको थियो कि भिडियो गरेपछि चाहिँ फेरि खेल्नै छोड्यो। अगाडि चाहिँ बाजिरहेको थियो होइन। देखाइदिउँ भनेको त रड्डी भइदियो नि। ऊ नानी चाहिँ क्या क्युट होइन, तर ओभर बदमास थियो कि। मसँग खेलेको थियो, मैले जिस्काइदिइरहेको थिएँ होइन। भरे टक्कै भिडियो गरेर अब देखाइदिनु पऱ्यो भनेपछि त नानीहरू कस्तो हुन्छ। भिडियो अन गरेपछि त क्यामेरापट्टि नहेरिदिएको कति बोलाउँदा पनि हो। उता फर्केर थाक्यो पनि होला नि त बदमास गरेर बिचारा कि। यहाँनिर चाहिँ लिखुभिरको जाममा बसिरहेको थियो होइन। हाम्रो गाडीको टायरै पङ्चर भयो। उता जाँदै गरेको गाडी होइन। त्यहाँ थियो घुमाएर अब उहाँ पर गेलखोलामा टायर बनाऊँ भनेको। टायर पङ्चर हो। गेलखोलामा टायर बनाऊँ भनेको गाडी छ्याप्पै बसेछ। अब खोलेरै लाने बेला भयो। अब कति बेर लाग्ने हो, 3 बजिहालेछ। आज त कस्तो दिनमा हिँडेछु भाइ भनेको जस्तो भयो त आज त टेरिका।
टक्कै रोडथाङबाट उकालो लाग्यो होइन त्यहाँदेखि त घर आइपुगेको भाइब सुरु भयो। रोड कस्तो दामी थियो तर कि थर्ड सिटमा बसेर भिडियो राम्रै भएन होइन मजाले सिनेमेटिक भ्यूमा खिचिदिउँ भनेको त भएन नि हौ मै फ्लप भयो नि हौ भरे त हो केही छैन घर पुग्नु आँट्यो अब। अहिले चाहिँ बजेछ 6:30 अनि म चाहिँ घर आइपुगिसकेँ र योपालिको यात्रा यहीँसम्म थियो। कति 5 दिनमा घर आइपुगे होला कि 4 दिन हो या 25, 26, 27, 28 4 दिन रहेछ होइन। अन्त चाहिँ थ्याङ्क यू एभ्री वान फर वाचिङ, डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब। र चाहिँ घर आइपुगेको अवस्था ल है त भन्नु होला नि।